नमस्ते, म अंकित त्रिपाठी। आजको यो भिडियो मेरो लागि अलि विशेष छ। एउटा खाली क्यानभासमा जब म कुची चलाउन थाल्छु, मलाई लाग्छ म केवल रङ भरिरहेको छैन, म एउटा छुट्टै संसारको रचना गर्दैछु। हेर्नुस् त, यी राता माटोले पोतिएका घरहरू, टिनको छानो र यो सानो गोरेटो। यस्तो लाग्छ यो चित्रबाट अहिले नै हाम्रो गाउँको त्यो चिसो हावा र माटोको सुगन्ध आउनेछ। यो नेपाली मौलिकता हो, हाम्रो पहिचान हो। पर देखिएका ती सेता हिमालहरूले मलाई सधैँ धैर्यता सिकाउँछन्। कलाकार हुनुको एउटै फाइदा छ, हामी चाहेको बेला आफ्नै कल्पनाको उपत्यकामा हराउन सक्छौं। शहरको कोलाहलभन्दा टाढा, शान्त र सौम्य। धेरै साथीहरूले सोध्नुहुन्छ, अंकितजी, एउटा पेन्टिङ बनाउन कति मेहनत लाग्छ? म भन्छु, मेहनत भन्दा पनि यसमा एउटा कलाकारको धैर्यता र प्रेम लुकेको हुन्छ। एउटा सानो धर्काले पनि चित्रको पूरा परिभाषा बदल्न सक्छ। यो नेपाली भ्यालीको पेन्टिङ लगभग पूरा हुन लागेको छ। मलाई आशा छ यो चित्रले तपाईलाई पनि कतै न कतै आफ्नो गाउँ वा बाल्यकालको सम्झना दिलायो होला। यदि तपाईलाई मेरो यो सानो कला मन पर्यो भने आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। म अंकित त्रिपाठी, एन्कित एसडी आर्ट्स। तपाईको दिन शुभ रहोस्। धन्यवाद।